नमस्कार, शुभ प्रभात। हामीले जीवनमा अनेक किसिमका कामहरू गर्छौँ, खर्चहरू गर्छौँ हैन। तर ती सबै खर्चहरू हाम्रो लागि उपयोगी पनि हुन्छ, कुनै चाहिँ अनुपयोगी पनि हुन्छ। तर बचत गरेको कुरा चाहिँ हामीलाई जहिले पनि उपयोगी हुन्छ जस्तो मलाई लाग्दछ। किनकि हामीले घरकै कुरा, सामान्य कुरा गरौँ न। यदि हामीले हेर्नुहोस् त, असारमा हामीले धान रोप्छौँ र मङ्सिरमा हामीले धान फल्छ र त्यसलाई हामीले धान काटिसकेपछि जुन धानहरू हामीले बाली भित्राउँछौँ, त्यो बाली भित्राउने बित्तिकै तुरुन्तै त्यो किसानले चाहिँ व्यापारीहरूलाई बेच्यो भने पछि हामीले चामल खाउँ, यताउति हाम्रो घरमा अन्न छैन भनेर भन्दाखेरि फेरि बजारबाट किन्नु पर्दा महँगै किन्छौँ हैन। हामीले मानौँ कि अहिले अब थोरै दाममा हामीले व्यापारीहरूलाई बिक्री गरिरहेछौँ भने त्यही अन्न चाहिँ व्यापारीहरूसित किन्दाखेरि धेरै महँगो नै किन्नुपर्छ र आफूले बेचेको भन्दा के अरे नराम्रो सामान पनि पर्न सक्छ, कुनै राम्रो सामान पनि गर्न सक्छ हैन। तर आफ्नो घरको अन्न भनेको आफ्नै घरको अन्न हो। त्यस्तै गरिकन हामीले आफ्नो जीवनमा जुन हामी कमाइ गर्छौँ र कमाइ गर्दाखेरि हामीले निश्चित रूपमा आफ्नो लागि, आफ्नो परिवारको लागि अथवा चाहिँ बुढेसकालको लागि पनि हामीले चाहिँ बचत गर्नै पर्छ। थोरै थोरै हामीले बचत गर्दा पनि त्यसले चाहिँ भोलि आफूलाई आइपरेको खण्डमा धेरै महत्त्वपूर्ण भूमिका खेल्दछ। र बचतका दुई पाटाहरू हुन्छन्। एउटा त हामीले आज बचत गरे भोलि नै खर्च गर्ने किसिमको अथवा 3-4 महिनापछि खर्च गर्ने किसिमको पनि बचत गर्नुपर्छ भनेदेखि त्यो चाहिँ अब चल्तीको बचत भयो। र अर्को दीर्घकालीन बचत चाहिँ आफूले कमाएको पैसाबाट कम्तीमा पनि 5% मात्रै भए पनि अथवा 10% मात्रै भए पनि हामीले बिमा बचतमा लगायौँ अथवा चाहिँ कुनै ब्याङ्कहरूमा बिस्तारै डिपोजिट गऱ्यौँ अथवा सेयर मार्केटहरूमा लगायौँ भने चाहिँ त्यो पैसाले हामीले दीर्घकालीन रूपमा चाहिँ राम्रो गर्छ र हाम्रो एउटा बुढेसकालको सहाराको लागि अर्को हाम्रो सन्तान उत्पादन गरेको जस्तो ठान्दछौँ। के थाहा दैवको लीला कसलाई के भन्न सकिन्छ र भोलि कहाँ गएर के पर्न सकिन्छ थाहा छैन हैन। को सन्तान कस्तो हुन्छन्, को सन्तान कस्तो हुँदैनन् थाहा छैन। यदि बुझक सन्तान हो भनेदेखि उसले बुढेसकालमा आफ्नो बुवा आमालाई राम्रोसँग पालन पोषण गरेको पनि हामीले देखेको छौँ। र अबुझ सन्तान हो भने बुढेसकालको जिन्दगीमा बाउ आमालाई आफूले स्याहारेर बस्नुभन्दा कुनै वृद्धाश्रममा हैन अथवा चाहिँ आफ्नो घरबाट टाढै राखेको पनि हामीले यदाकदा सुनि पनि रहेको छौँ र देखेको पनि छौँ। हो, त्यसो भएर बुढापाकाहरूले भन्नुभएको साँच्ची नै राम्रै कुरा हो। आफ्नो जनाइको साँचो चाहिँ बलियो गरेर कस्नुहोस् है भनेर भने हो। केही हामीले भोलि आफ्नो बुढेसकालको लागि सानो बचत गर्दाखेरि आइपरेको खण्डमा हामीले आफ्नो परिवारलाई पनि त्यही पैसाबाट, त्यही बचत गरेको पैसाबाट चाहिँ हामीले सहयोग गर्न सक्ने भयौँ अथवा चाहिँ आफ्नो इच्छा लागेको ठाउँमा तीर्थव्रत गर्न सक्ने भयौँ अथवा चाहिँ आफ्नो इच्छा लागेको ठाउँमा चाहिँ हामीले दान धर्म पनि गर्न सक्ने हो। त्यसैको लागि पनि यो बचतहरूमध्ये पनि बिमा बचत चाहिँ अति नै महत्त्वपूर्ण भएको हुनाले पनि मैले हजुरहरूलाई यो आफ्नो विचार चाहिँ सेयर गरिरहेको छु। हुन त कति मित्रहरूले भन्नुहुन्छ यो बिमा त हामीलाई काम लाग्दैन, यो के अरे भोलि पर्सि कहिले अब 10 वर्ष 15 वर्षमा पाउने, हामीलाई त्यो मतलब छैन भन्नुहुन्छ। अथवा कसैले चाहिँ आफ्नो पैसाले आफैले आफ्नो पैसा राखेर भोलि ऋण लिन जाँदाखेरि आफैलाई ब्याज तिर्नुपर्ने भन्ने पनि भन्नुहुन्छ। त्यो त होइन जस्तो लाग्छ मलाई। किनभने
हामीले यो बचत गरेको त निश्चित रूपमा दीर्घकालीन रूपमाको लागि बचत गरेको हो। कम्तीमा 5 वर्ष 10 वर्ष अथवा 15 वर्षको लागि बचत गर्दै जाँदाखेरि आफूलाई त्यो बेलामा आवश्यक परेको बेलामा चाहिँ हामीले जस्तै ब्याङ्कहरूमा पनि मुद्दती खातामा हामीले 1 वर्ष 2 वर्ष अथवा 3 वर्षमा हामीले पैसा राख्छौँ र बीचमा हामीलाई आवश्यक परेको बेलामा हामीले ब्याङ्कले हामीलाई दिने ब्याजभन्दा पनि हामीले उल्टै ब्याज तिरेर हामीले त्यो पैसा उपभोग गर्छौँ हैन। तर बिमामा बचतमा चाहिँ त्यो हामीले ऋण लिएको पैसा त्यस्तो किसिमको होइन। किनभने मानुस कि कसैले 10 लाखको बिमा गर्नुभएको छ अथवा 20 लाखको बिमा गर्नुभएको छ भनेदेखि उहाँले एकैचोटि 10 लाख 20 लाख खनाउनु हुँदैन। उहाँले चाहिँ 15 वर्षमा तिर्ने हो कि 20 वर्षमा तिर्ने हो कि 5 वर्षमा तिर्ने हो कि 10 वर्षमा तिर्ने हो कि इन्स्टलमेन्ट गरेर चाहिँ तिर्नुहुन्छ हैन। किस्ता वाइज तिर्नुहुन्छ। तर त्यसको चाहिँ प्रतिफल जुन हामीले हाम्रो बिमाको भाषामा बोनस भन्छौँ, त्यो बोनस चाहिँ हामीले जति बिमाको रकम छ त्यो रकम बराबरको चाहिँ एकमुष्ट बोनस रकम प्रत्येक वर्ष चाहिँ हाम्रो खाताहरूमा हालिरहेको हुन्छ अथवा हाम्रो हिसाबमा राखिरहेको हुन्छ। र कोही मित्रहरू अब भगवानको कानमा त नपरोस् तर पनि त्यस्तो अप्रिय घटना नघट्ला पनि सक्दैन, घट्ला भन्न पनि सकिँदैन हैन। घटेको पनि हामीले देखेको छौँ। कसैको आज बिमा बचत गर्यो र बिमा बचत गर्दाखेरि चाहिँ 3 महिनाको किस्ता उहाँले हाल्नुभयो अथवा 6 महिनाको हाल्नुभयो अथवा वर्ष दिनको हाल्नुभयो भनेदेखि केही कारणले उहाँको अपरझट मृत्यु भएको खण्डमा चाहिँ उहाँले जति बिमाको रकम तोक्नु भएको छ त्यो बिमाको रकम उहाँको घर परिवारलाई पाउने भयो र एउटा बोनस पनि जति आर्जन गरेको छ त्यो एकमुष्ट पाउने भयो हैन। त्यस्तै किसिमको अब दुर्घटनामा परेर पनि कोही दिगम्बत हुन सक्नुहुन्छ हैन। त्यस्तो बेलामा पनि बिमाङ्कको 2 गुणा र आर्जित बोनस समेत उसको घर परिवारले पाउने भयो। त्यसले चाहिँ आफ्नो घर परिवारको लागि चाहिँ एउटा केही हदसम्म भए पनि आर्थिक सुरक्षा चाहिँ प्रदान गर्ने भयो। कहिलेकाहीँ के हुन्छ भने स्थायी अशक्तता हुन्छ, दुर्घटनाको कारणले स्थायी अशक्तता हुन्छ। त्यो बेलामा त त्यो बिमित व्यक्तिले सर्वप्रथम त त्योभन्दा बाँकीको किस्ता भर्नु पर्दैन हैन। अर्को कुरा उहाँले जति बिमाको बचत सम्झौता गर्नुभएको छ बिमा कम्पनी र उहाँको बीचमा जति बिमाको रकमको चाहिँ बिमा सम्झौता गर्नुभएको छ त्यो बराबरको त्यो रकमको 10% रकम चाहिँ 10 वर्षसम्म भरण पोषण रकम भनेर चाहिँ दिने गर्छ र बिमा समाप्त भइसकेपछि एकमुष्ट फेरि बिमाको रकम र बोनस रकम पाउँछ हैन त। अब हामीले यसो अनुमान गरौँ त कति प्रतिशत हामीले चाहिँ पायौँ अथवा चाहिँ हामीले त्यो बचत गरेर राखेको पैसाले अर्को हाम्रो दाजुभाइ दिदीबहिनीहरूलाई पनि हामीले अप्रत्यक्ष रूपमा सहयोग गरिरहेको हुन्छ। निश्चित रूपमा ब्याङ्कभन्दा हामीलाई बढी नै ब्याज अथवा मुनाफा प्राप्त गरिरहेको हुन्छौँ हैन। र ब्याङ्कमा राखेको पैसा भने हाम्रो क्षणिक रूपमा 2 महिना 4 महिना 1 वर्ष 2 वर्षको लागि हामीले खर्च गर्नको झट्टै परिआएको बेलामा खर्च गर्नको लागि राख्छौँ भने बिमा बचत चाहिँ हामीले दीर्घकालीन रूपमै सोचेर नै अहिलेदेखि राख्नुपर्छ हैन। कति अब आफ्नो परिस्थितिले बीचमा छोड्ने पनि हुनुहुन्छ अथवा चाहिँ किस्ता भर्न पनि नसक्ने अवस्था हुनुहुन्छ। त्यो भनेको चाहिँ यदाकदा वैकल्पिक रूपमा। तर बिमा बचत भनेको हामीले दीर्घकालीन रूपमा बिमा बचत गर्दाखेरि आफूलाई पनि राम्रो हुने, आफ्नो परिवारलाई पनि राम्रो हुने भएको हुनाले नै यो हामीले आफ्नो समय छँदैमा, आफ्नो उमेर छँदैमा हैन, आफ्नो कमाइ छँदैमा नै हामीले बिमा बचत आफूले सक्दो आफ्नो कमाइको केही प्रतिशत रकम चाहिँ हामीले बिमा बचत रकममा राख्दै जाने हो भने हामीले परेको बेलामा चाहिँ धेरै ठुलो मद्दत लिन सक्छौँ भन्दै आजको लागि यो सानो सन्देशमूलक भिडियो यही बन्द गर्ने अनुमति चाहन्छु। र यदि यस च्यानललाई हजुरले सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब
गर्नुहोला र राम्रो लागेको छ भने यसलाई कमेन्टमा पनि लेख्न सक्नुहुन्छ अथवा लाइक पनि गर्न सक्नुहुन्छ। बेल बटन पनि दबाएर मेरो हौसला प्रदान गर्न सक्नुहुन्छ। हस् त, यतिको समयसम्म हजुरले मेरो भिडियोलाई सुनिदिनु भयो, यसको लागि म हार्दिक कृतज्ञता ज्ञापन गर्दै आजको दिन हजुरहरू माझबाट बिदा हुन चाहन्छु। फेरि अर्को हप्तामा हजुरहरूसँगै नयाँ विषयवस्तु लिएर भेट्ने बाचाको साथसाथै आजलाई बिदा हुन्छु। हस् त, नमस्कार। हजुरहरूको दिन शुभ होस्, मङ्गलमय होस्। शुभ दिन।